के हो पारा यिनीहरूको एक आपसमा झगडा गरेर बालेनले हर्कले बालेनलाई पेल्ने हो र झन् पुरानो पार्टीहरूलाई यो बेलामा फाल्नुपर्छ भनेर यो नयाँ नयाँ मान्छेहरू मिलेर अगाडि बढ्ने र नयाँ मान्छेले अब पार्टी खोलेर देश चलाउने भन्नको साटो नयाँ नयाँ लडेर बसेका छन्। आखिर यिनीहरू लड्यो भने पुरानै पार्टी आउँछन् अनि इस खा भने जस्तो। अनि किन यिनीहरू लड्न पर्यो? जनताले मन पराएको स्वतन्त्र मान्छे राम्रो मान्छे एकअर्कालाई सहयोग गरेर हर्कले प्रधानमन्त्री पद पाएन भनेर किन रिसाउने बालेनसँग? बालेनले कहाँ प्रधानमन्त्री बनाइदिन्छ त? राष्ट्रपतिले बनाउने हो। पछि 6 महिनापछि प्रधानमन्त्री भएर आए भइहाल्यो नि। हर्क कति टेन्सन लिएको। अनि बालेनले पनि हर्कलाई चाहिँ अहिले फोन नउठाएको भन्ने छ। बालेनले कमसेकम हर्कको फोन उठाएर यस्तो यस्तो परिस्थिति भयो, यो कारणले त्यहाँबाट यस्तो भयो भनेर भनेको भए नि हुन्थ्यो। बालेन पनि उस्तै हर्क पनि उस्तै। आखिर यो दुईजनै उस्तै भए भोलि चाहिँ यिनीहरू मिलेनन् भने चुनावमा आखिर यही पुरानो पार्टी आउने हो। अनि फेरि न प्रत्यक्ष निर्वाचन हुन्छ। आखिर यही संसदीय व्यवस्था यही सबै यहीमा फेरि यही नयाँ पार्टी माया मान्छे आएनन् भने यही पुरानो पार्टीहरूले हालिमुहाली गर्ने हो। आखिर 6 महिनापछि देशको स्थिति उही भ्रष्टाचार उही कुशासन जनताका दुःख हैरानी भ्रष्टाचार फेरि 6 महिनापछि फेरि भइहाल्छ नि। त्यही दुईजना मान्छे झगडा नगरून् भन्ने हाम्रो चाहना हो। अब उनीहरू झगडा गर्छन् देशै बिगार्छन् भने त कसको के लाएर बरु ओह्रालो लागेको मृगलाई राम्रा भन्न सकिन्छ अरे होइन? कहाँ थाम्न सकिन्न अरे? यो दुईजनालाई चाहिँ कसले मिलाउन सक्ने हो? ल परु मिलाए हुन्थ्यो यार।